क्याम्पमा घुम्न आएको छौँ मेरो साथी आइरहने अनि छोरीसँग टुरिस्ट गाइड हो गाइस म टुरिस्ट गाइड कस्तो दामी मौसम छ कसैलाई क्याम्पमा घुम्न मन छ भने प्लिज मलाई सम्पर्क गर्न नबिर्सिनु होला जम्मा 10,000 गाइस यिनीहरूलाई सकिँदैन गाइस यिनीहरूलाई घुमाउनु लिएर मेरो हालत खराब भयो कहिले कता जाउँ भन्छन् अब बादर जसरी यहाँ चढ्न हामीलाई हेर्नुहोस् त यस्तोलाई भन्छ पागल खाना चाहिँ यो भित्र जानु थालेछ केही गर्न तर के गर्न भने चाहिँ थाहा छैन है गाई जस्तो खाडी चढ्छ ए लास्टमा त्यस्तो उफ्रिनलाई पो रहेछ यो चाहिँ कसको चप्पल हो यदि तपाईँलाई एउटा ठुलो र सुनसान ठाउँमा आउनु हो भने क्याम्पा डाँडामा आउनु किनभने यो क्याम्पा डाँडाको भित्र हामी 3 जना मात्रै छौँ र यहाँ अनेक सामानहरू देख्न पाउँछ जस्तै एउटा चप्पल जो कि पुरानो न पुरानो छ अनि बोतल यो संसारभित्रै छैन त्यो बोतल यति धेरै बोतल यहाँ छ नि यहाँ भाउजू भेटेको छ है अब म नमस्ते गर्छु नमस्ते भाउजू नमस्ते नमस्ते भाउजू ए भाउजूलाई नमस्ते गर्नु पर्दैन आइस नमस्ते दादा पनि सुविधा छ दामी भाउजूलाई नमस्ते गर्नु त्यहाँ उता नमस्ते गर कस्तो राम्रो छ अब हामी घरतिर फर्किँदैछौँ सर पनि त्यो क्रक्स नै हो र चप होइन अर्कै रहेछ बुढी चाहिँ होला यसको सामान किन्दै त के अरे उतै केक खाने भने चाउचुको मामा झुन्डाएको के अरे मामा चाउचुको माला लगाएको छ नमस्ते बुवा खानुहुन्छ बुवा भन्छ अब आएपछि त खानु पनि हाल्यो नि अब बुवाले खानुहुन्न के कहिले नि हामीले खान्छ भनेर सबै बोकेर लग्यो सबै लगेको छ हेर्नु यहाँ हामीलाई केही बोक्नु देखाएन अब चाहिँ हामी बजार जान्छौँ आज हाम्रो काम हिँडै अब हामी बजार जान्छौँ अनि हजुरहरूलाई पनि बजारको भ्लग देखाउँछौँ ओके बाई 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 अहिले भेटौँ यता हेर न हि गरिदेऊ न तिमी के गरिरहेको मामुसँग बसिसक्यो बाई बाई दिदीको सामान किन्न दे लिस्ट चाहिँ दिनु न भोलि दिदीको साङ्गेको लागि सामान किन्न आउँदै भाडाहरू पूजाको सामान त्यही सामान ल्याइरहनु भएको छ यहाँ अनि मम्मी चाहिँ त्यहाँ कपडा किन्न जानुभएको छ किनिरहनु भएको छ आन्टी चाहिँ त्यहाँ जामा अड्किनु भएको छ जुनकेरी जुनकेरी मार्छ न होला तँलाई त सानो लबिटु यहाँ मम्मी चाहिँ आइरहनु भएको छ कपडा लिएर अनि आन्टी चाहिँ हामी बिचमा बोर भएर बसिरहनु भएको छ यति धेरै सामानहरूको सपिङ गरिसक्यो म चाहिँ बुकिन जाँदैछौँ फाइनली आरुषीको गन्तव्यतिर है त अनि यसरी जेब्रा क्रसबाट रोड क्रस गर्नुपर्छ छोरी हिँड्दा हिँड्दा सामान किनेर आउँदा थकित भएको छ गाइस हेर्नु होला
जानु भएको सामान बोकेर। मम्मी चाहिँ त्यहाँ तरकारी लिइरहनु भएको अनि हामी चाहिँ घर जान थालेको। अहिले हामी चाहिँ घर आयौँ। हामी चाहिँ घरमा आइसकेका छौँ र मेरो सानीको युट्युब च्यानलमा चाहिँ लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। बाई बाई।